यसो देवी देवालीको उहरू मन्त्रहरू अलिअलि फुल्ती नै आको दिदी यही मन्त्र मकैको कि आटो कि ढेँडो दिदी दिदीले घर चोखो बनाउनलाई लिप्दै हुनुहुन्छ अनि दाइले चाहिँ यो साँझको लागि हो क्या साँझको लागि निहाँ लगाएको यसमा चाहिँ अनि यो राख्ने निहाँको सबैले घरमा आफै आफै होला है बनाउनु डोको जस्तै हुँदो रहेछ बजाइले पनि घर लिप्दै हुनुहुन्छ सबैले घर लिप्नुहुन्छ होला है ल म चाहिँ रुकुमपुर र बागलुङको सिमाना पाती हाल्ने भन्ने ठाउँमा छु यहाँको क्लाइमेट चाहिँ अनएक्सपेक्टेड यो भर्खर पानी परेको थियो मैले यसलाई लिएर आइहालेँ यस्तो छ यसको अवस्था अनि यहाँ चाहिँ भूमे पूजा कि यस्तै चाडपर्व समथिङ के रहेछ अनि यता माथि चाहिँ एउटा टोली चाहिँ यता जानुभयो बाजा बजाउँदै के पूजा सुजा यस्तै समथिङ के हुनुपर्छ अब एकछिनमा हामी पनि जान्छौँ माथि फुल टिप्न हिँडेको फुल टिप्न फाँक भयो पानी पर्छ रेनकोट लिएर आएँ गर्मी भयो फाल्दैनन् नमिल्ने हामी जारी लेक चाहिँ उता माथि उहाँ पुग्नु भएको छ हामी यहाँभन्दा अगाडि हिँडेको टोली हामी जाने चाहिँ माथि माथि चाहिँ घाम पनि लागेको छ भाइहरू कहाँदेखि आएको कहाँ घर कतिमा पढ्छौ तिमी माथि नजाने किन जानु मन छैन जाडो छ तिमीले किन यस्तो नलाएको सेतो Ya, no,
अब त्यो डोको पनि हाम्रै भयो होला नि ओके ल रुमतिर जाउँ ल अब ल मलाई लाग्यो एक मासतिर गएर खामला आउनुहोस् दही है दही ल दही खाने आउनुहोस् माथि सर इला चाहिँ खास कहाँ बस्ने भन्ने सल्लाह हुँदैन तर सल्लाह नगरी यहाँ हल्ला भइरहेछ अरे ना कैसा क्लिपली क्या मनी आखली यहाँ चाहिँ गोबारै गोबार छ त्यही भएर यहाँ नबस्ने भन्ने एउटा टोलीले अनि अर्कोले चाहिँ होइन यहीँ नै बस्नुपर्छ के भन्छ यसलाई फुल टिप्ने फुल टिप्ने भन्छ अनि चाहिँ थाम मेला थामराम मेला भन्छ यसलाई खास चाहिँ अनि यो विशेष गरेर चाहिँ यहाँ हाम्रो चाहिँ मगरहरू यहाँ अब जस्तै अब अनि मगरहरू र चाहिँ हाम्रो दलित बस्ती भएको कारणले गर्दाखेरि अनि चाहिँ परम्पराकालदेखि नै चाहिँ चलिआएको हाम्रो यो रीतिरिवाजलाई चाहिँ हामी लगभग 4-5 साल भयो हेर्नुहोस् हामी अलिकति विशेष गराउन थालेको यसलाई नत्र पहिला चाहिँ लगभग दण्डकालदेखि हराएको लगभग अन्तिमै हराउन थालेको थियो अनि अहिले चाहिँ यसलाई चाहिँ जागिर्ना गर्नको लागि चाहिँ 3-4 साल भयो हामीहरू लागि परेछौँ हेर्नुहोस् चाहिँ 3-4 सालदेखि हजुर बाबुबाजेले मनाउँथ्यो त्यसरी नै मनाउनुहुन्थ्यो बाबुबाजेहरूले पनि अनि बिचमा आएर के आन्दोलनहरूले के जनजुहरूले गर्दाखेरि चाहिँ हराएको थियो यो अनि अब मनाउने सम्भव थिएन त्यहाँबाट चाहिँ अब लगभग 3-4 साल भयो हामी चाहिँ मनाउन चालु गरिरहेको होइन यहाँ रोटी छ सेल रोटी छ चानो छ रक्सीहरू हेर्नुहोस् दुध दहीहरू सबै सम्पूर्ण अब यो त अब अहिले खाने उहाँहरूले फुल टिपेर ल्याउनुहुन्छ नि त्यो फुल राख्ने अनि माला बनाउने अनि खाने गाउने नाच्ने रमाइलो गर्ने अनि बेलुका गएर चाहिँ अनि चाहिँ हाम्रो त्यही अब खसी ससी मासु कुखुराहरू काटेर अनि चाहिँ हाम्रो पितृ बाजे आमा बुवाहरू जस्तै मरेकाहरू हुन्छन् नि तिनीहरूलाई चाहिँ अब टक्क ल्याएर चाहिँ नखाने हामीले परिकार पुरा रेडी बनायो अनि नखाने थोरै तिनीहरूलाई चाहिँ पितृ थाप्ने चलन छ यो थापिसकेपछि बल्ल अनि चाहिँ बल्ल सबैले खान मिल्ने त्यसो चलन छ हजुर
कति दिन लाग्छ यो चाहिँ भोलि 2 गते उद्घाटन छ हेर्नुहोस् 2 गतेदेखि 7 गतेसम्म छ हेर्नुहोस् यो विशेष मेला हुने ठाउँ चाहिँ हाम्रो श्री तिलाचन्द माध्यमिक विद्यालय तल विद्यालयमा हो त्यहाँ चाहिँ मनाइराखेका छौँ हामीले अझसम्म भोलि उद्घाटन छ भोलिदेखि 2 गतेदेखि 7 गते अन्तिम हुन्छ 7 गते चाहिँ अनि चाहिँ हाम्रो चाहिँ गयो नि त्यता जस्तै अब केटाकेटीहरू सबै फुल टिप्न गएछ त्यही केटाकेटीहरू टिपेर ल्याउँछ अहिले तपाईँहरूले प्रत्यक्ष देख्न सक्नुहुन्छ यहाँ होइन त्यो फुल स्माइल तपाईँहरूले यसो त्यो फुललाई यसरी छोपेर स्माइल गर्नुहोस् यति राम्रो सेन्ट आउँछ त्यसको त्यस्तो फुल टिपेर ल्याउँछ नि हेर्नुहोस् अब एकछिनमा अनि अब पुरानो कुराहरू पनि लिएर आउनु भएको छ नि के हो होइन यो चाहिँ हाम्रो पहिला यो हाम्रो हाम्रो पुर्खाहरूबाट नै चाहिँ त्यतिखेर अवस्थामा त ऱ्याङ्कोट थिएन छातो थिएन प्लास्टिक थिएन हो त्यतिखेरको चाहिँ यो अझ योमा प्लास्टिक हाल्ने छ योमा भुजीपात भन्ने हुन्छ एउटा रुखको पोखरो त्यो पोखरो लगाएर चाहिँ यो भित्र हालेर अनि पानीमा काम गर्दा लगाउने घुमो हेर्नुहोस् हाम्रो घुमो यो अनि यो होइन अझ अर्को पनि थियो होला यो हो खास ओरिजिनल यो पनि हो नि यो पानीमा यत्रो ठुलो पानी पऱ्यो पनि त्यसले चाहिँ यो चुहेबाट हेर्नुहोस् हाम्रो निगालो चुहे भन्ने छ त्योबाट बनाएको हामीले यसमा त लगभग 5-6 वटा बनायो होला यो अनि पुरानो घुमो हेर्नुहोस् त्यो चाहिँ अनि त्यो पुरा त्यो पानीमा लगाउने हजुर हराउँदै गएको कुराहरू चाहिँ हामीले चाहिँ उखान गएर होइन गर्नु पर्यो नि हेर्नुहोस् हाम्रो संस्कार हाम्रो रीतिरिवाज अनि चाहिँ यो त अनि किन संस्कार र रीतिरिवाज हरायो भने त हामी पनि हराउँछौँ त्यही हिसाबले चाहिँ हामी अब चाहिँ जागेर नगर्ने चाहिँ एकदमै प्रयत्न गरिरहेका छौँ हेर्नुहोस् हामीहरूले त्यही हो अब हाम्रो ड्रेस पनि अझ यस्तो नि अझ यो हाम्रो ड्रेस हो हेर्नुहोस् अझ योभन्दा पनि अलि भिन्नै खालको ड्रेस थियो के अब त्यो अब अलि उत्पादन गर्न सकेको छैन यहाँ दिदीबहिनीहरूले त्यस्तो चाहिँ मेन चाहिँ यही हो हाम्रो ड्रेस पनि हजुर लाग्छ नि हेर्नुहोस् लाग्छ नि मैले थाहा पाउनासम्म पनि हाम्रो बाजेले हेर्नुहोस् है यस्तै कपडाहरू लाउनु हुन्थ्यो पोइन्ट भन्ने के हो थाहै थिएन त्यतिखेर है अनि म स्कुल पढ्ने बेलामा पनि अब लगभग पोइन्ट चाहिँ लाएन हेर्नु जब एसएलसी थिएँ एसएलसीदेखि +2 पढ्न थालेँ बल्ल पोइन्ट लगाएको यस्तै लगाउनु कि दाइ ल हान्दिनुहोस् अलि राम्रो त्यो खाने बन्द गर्न खाएको छ कि पनि गएको छ एउटा त बन्द गर्न ओके बेलुका गएर चाहिँ घरमा बाहिर लास्टै ठुलो पानी पर्यो हामी चाहिँ यहाँ बोटमा भित्र गएर बसेको अनि रेन्डमली जसको गोठमा गएर बस्न पनि पाइने रहेछ तर भित्र केही विध्वंस चाहिँ मचाउनु भएन तर जान पाइयो बाबु तिमी नि यहाँ बस्न आएको कहाँ आएको भिज्न आएको हेर्न आएको हैन फुबुहरु हुने आएको यहाँ हो मुस्कान भाइ चाहिँ उल्टो कुरा गर्छ क्या होइन भाइ यहाँ आऊ न आउन के भयो कहाँ हिँडेको तिमीहरू बस कि यहीँ यो पानीमा किन भिज्नु पानीमा किन भिज्नु हिँडेको खुट्टा त भिजेछ त यसैलाई पर्छ होला है अब यत्तिकै यही मात्र बेच्यो भने पनि 30,000 जति त यही पर्छ यसको उनै महँगो छ कि कालो उन महँगो छ कि कलर गरेको उन पनि पाउँछ कलर गरेको चाहिँ केही टाइमपछि भइहाल्छ कलर गइहाल्छ अनि यो भेडाको उनै महँगो छ कि अर्को भेडाको उन चाहिँ 1000 रुपियाँ
800-900 रुपियाँ धानी छ यसको 5-6 हजार धानी छ कि यसको यो पनि त्यस्तै हो कि होइन यो चाहिँ अलिक फरक खैरो भनौँ न सेतो यो चाहिँ ओछ्याउने होला ओछ्याउने यो के हो फेरि यो चाहिँ ऊ हो यो पानी सिस्नो पानी सिस्नो क्या ऊ के अल्लो ए अल्लो यो हो कि के गर्ने नि यसले फेरि धागो के अल्लोको ऊ पनि अल्लोको यसको पनि धागो गर्छ चाहिँ पानी सिस्नो हो पानी सिस्नोको लागि चाहिँ यो खरानी सरानीमा पकाएर अब यो बनाउँछ यसलाई अझै मिलेर यसको रेसा ऊ कपास जस्तो बनाउँछ नि यसको धागो निकाल्छ कि धागो निकालेर अनि फेरि यस्तै ओढ्ने उबाट बनाउँछ पहिला त हाम्रो सबै कपडा यसको त हो नि कि यसको कि चाहिँ त्यो अर्को हाम्रो हेम यो चाहिँ अल्लो भयो अर्को चाहिँ हेमको त्यो दुईवटाको कपडा लगाउने हो क्या लाउने सबै पहिला भन्ने चाहिँ यही मात्र पनि कति धेरै महँगो सामानहरू छ कि हेर्दाखेरि यस्तो हेर्दाखेरि यस्तो चाहिँ यो 30-40 हजारको लगाएर नभएको मार्छ यसो नयाँ गोर बनाएर चाहिँ पहिला थिएन यो आलो असुविधा थिएन कि यो आज जुन पूजा भइरह्यो नि यसमा हजुर पहिला नि आउनुभएको थियो नै फर्स्ट टाइम हो है यो त्यो मगरहरूकै होइन मगर त्यो चाहिँ यतापट्टिकै हो बाक्लिङ साइडको मगरहरू ठ्याक्कै सिमाना यो भयो हामी त अहिले हामी बाक्लिङ साइडमा छौँ कि यहाँ उता के अरे हाम्रो यता रुकुम जुन हामी सिमाना थियौँ नि सिमानाभन्दा अहिले हामी ठ्याक्कै कहाँनिर छ मेरो हुसुले गर्दाखेरि जस उता तल पश्चिम साइड रुकुम पूर्वी रुकुम पऱ्यो पूर्व साइडतिर बाग्लुङ पऱ्यो क्या त बाग्लुङको र बाग्लुङको मगरको र फेरि यता रुकुमको मगरको चाडफर भरको छुट्टै फरक छ अलिअलि मिल्छ तर भाषा फरक छ भन्न चाहिँ खाम भाषा नै भन्छ अनि अलिकति उनीहरूको टोन अलिक फरक छ हाम्रो टोन फरक छ अलिक बुझ्दैन क्या त्यो सुनिराख्ने मान्छे चाहिँ बुझ्छ हाम्रोतिर पनि प्रत्येक गाउँ अनुसारको छ क्या फरक छ क्या भाषा चाहिँ एउटै हो खाम भाषा हो तर टोन फरक हुन्छ क्या अहिले चाहिँ अब मिक्स माक्स भएको छ किनकि यताको उताको बिहा गर्ने अनि उताको बिहा गरिसकेपछि अब मर टोन आउँछ नि त प्रायःमा अनि बच्चा चाहिँ आमाकै टोन बोल्छ पहिला चाहिँ कस्तो हुन्थ्यो भने चाहिँ अब जस्तै खाम भाषा बोल्दाखेरि टोनले थाहा हुन्थ्यो क्या यो फलानु यो लुकुमको रहेछ लुकुमको फरक छ तल काँक्रीको फरक छ त्यसपछि उता माथि तक्सेरातिरको फरक छ तक्सेरा पनि तक्कको फरक छ सेराको फरक छ त्यो बोल्दाखेरि चाहिँ त्यो टोनले गर्दाखेरि नै ए फलानु गाउँको रहेछ ठ्याक्कै थाहा हुन्छ क्या भन्नाले सुस्तरी बोल्यो भने त बुझिन्छ होला के हो होइन बुझ्नु त बुझ्छ अलिअलि टोन मात्रै फरक हुने क्या वर्ड एउटै हो टोन फरक हुन्छ क्या त्यो बोल्दाखेरि त्यो कसैको अलिक ठाडो सुन्छ कसैको अलिकति सफ्ट होला त्यसमा कुनै वर्डहरू मात्रै चेन्ज हुन्छ तर लगभग धेरै जस्तो वर्ड त सेम नै हुन्छ अनि तर टोन मात्रै फरक हुन्छ क्या त्यो बोल्दाखेरि जुन एउटा जस्तै हामी त्यो अमेरिकन टोन र ब्रिटिस टोन जस्तै क्या त्यस्तो टोन फरक हुन्छ क्या त्यसले गर्दा चिन्छ क्या अनि यो फलान गाउँको रहेछ भनेर चिन्छ क्या यति सानो ठाउँमा पनि त्यस्तो फरक के यो उता हामी बसेको के अरे म बसेको ठाउँ होइन लुकुममा पनि यो आज भयो जस्तै चाहिँ अलि पहिला भयो कि होइन 2 हप्ता अगाडि यो यसरी फुल टिप्ने होइन ठ्याक्क 1 महिना अगाडि त्यहाँ चाहिँ यस्तो हुन्छ तपाईँ अर्कोचोटितिर आउनु होला होइन ठ्याक्क जेठको अन्तिमतिर माथि त्यो हामी जुन हाम्रो त्यहाँ तल स्कुल भन्दैछ नि ठ्याक्क टपमा अग्लो थियो नि त्यहाँ फुल टिप्न जान्छ क्या यसरी नै त्यहाँ त उनीहरू त एक रात बस्छ गएर किन टाढा छ नि त त्यसै आज गयो माथि फुल टिप्न गयो र माथि रातभरि रमाइलो गऱ्यो अनि बिहानै उठेर त्यहाँबाट फुल टिपेर अनि त्यहाँ पनि ऊ छ यस्तै सानो यो आफ्नो त्यो खलकहरूको त्यो के भन्छ मठहरू छ अनि त्यहाँ चाहिँ फुल टिपेर अनि त्यहाँ चढाएर अनि फुलहरू बोकेर फेरि भोलिपल्ट फुलहरू बोकेर तल गाउँ आएर फुल भन्नाले पक्का फुल नै बोक्ने फुल नै यो के अरे माथि पाहाडमा फुल्ने फुल त्यो चाहिँ एकदम टिक्छ क्या राम्रो त्यो गाउँ ल्याएर राम्रो हुन्छ त्यो फुल चाहिँ अलिक भिडमा हुन्छ भन्छ त्यो चाहिँ अनि आएर गाउँमा आएर 1 हप्ता नाच्छ 7 दिन नाच्ने नाच्ने बिहान नाचे हो र अब नेक्स्ट टाइम आउनु होला त्यो झन् मेन त्यो हो मेन हाम्रो पर्व चाहिँ त्यो हो कि भूमि पर्व भन्छ कि त्यसलाई भूमिको पूजा गर्ने हो कि त्यो चाहिँ यो असार मसान्तमा असार 1 गतेदेखि चाहिँ गाउँमा ठ्याक्कै पूजा गर्छ अनि त्यहाँदेखि असार 1 गतेबाट 7 गतेसम्म नाच्छ कि अनि माथि फुल टिप्न चाहिँ त्यसको ठ्याक्क त्यो
जेठ महिनाको अन्तिम नाच्ने भन्नाले पक्का बजाएर नाच्ने बस्ने पुरै कहाँ अनि बस्ने चाहिँ जस्तै गाउँको छेउमा जुन त्यो छ नि त्यो एउटा त्यो मैले बाइक राखेको थिएँ बाइक नै राख्नु भएको छ तपाईँले त्यो स्टेज बस बनाएको नि त्यो रुखहरूको बिचमा राति पनि हुन्छ त्यही त्यो नाच्ने के अरे त्यसको नाम के भन्छ क्या त्यो उसलाई त्यो नाच्ने ठाउँलाई अनि त्यो चाहिँ त्यो नाच्छ मजाले दामी हुन्छ मैले यसपालि फर्स्ट टाइम बनाएँ 7 दिनसम्म नाच्दाखेरि दुखाउन्न है गाउँ अनि खाने पकाउने चाहिँ होइन त्यही गाउँमै भिजेर त्यो त गाउँमा त्यही हो त्यहाँ होटलहरू पनि हुन्छ अनि घर नजिकै भयो नि त खायो आयो नाच्यो अनि फेरि बेलुका फेरि त्यसरी नै गयो लामो छ कि यो त तपाईँको जस्तै फुल टिममा जानेहरूको फेरि फुल टिममा गयो नि त फुल टिममा गएको ग्रुपहरू आएर फेरि घर बस्दैन कि उनीहरू चाहिँ कुनै जस्तै एकजनाको घरमा बस्छ होइन जहाँ अलिक स्पेस होस् त्यहाँ बस्छ अनि त्यहीँ नै मेच चलाएर बस्छ कि उनीहरू चाहिँ अनि उनीहरूसँगै जाने नाच्छ उनीहरू अनि दमाएर पनि त्यहीँ बस्छ अनि फुल टिममा गएकोहरू सबैजना त्यहीँ खाना खाएर बस्ने हो त्यहाँ बिहान बेलुका त्यही 7 दिनसम्म नै त्यसपछि पाइन पाइन्छ अनि उनीहरूले नै अनि त्यहाँबाट फेरि दमाई बजाउँदै त्यो ग्राउन्डसम्म आउने हो अनि त्यहाँदेखि फेरि नाच सुरु हुन्छ अनि फेरि उनीहरूसँगै फेरि इन्डिङमा चाहिँ उनीहरूसँगै नै गएर होइन त्यहाँ त्यही बसेको ठाउँमा घरमा जाने हो क्या अनि त्यही रातभरि नाचेर बस्ने दिनहरू फेरि होइन अनि भोलिपल्ट फेरि सेम त्यस्तै 5 दिनसम्म चाहिँ कन्टिन्यू नाच्नु होइन अनि त्यसपछि चाहिँ फेरि यस्तो हुँदो रहेछ त्यसपछि चाहिँ किन्नु पर्दो रहेछ क्या त्यो दमाई बजाउने मान्छेलाई चाहिँ सकिन पैसा दिएर होइन एक दिन पनि अर्को दिन थपौँ भनेर थपेर 7 दिन चाहिँ स्योर थप्छन् होइन अनि 8 दिन 9 दिनसम्म पनि पुऱ्याउँछन् क्या त्यो त्यस्तो कन्भिन्स गरेर त्यो उहाँलाई जो बजाउने मान्छे हुन्छ नि उनीहरूलाई पैसा दिनुपर्छ काशी सरर छोड्ने काम नगरे बरपाखामा रुँदै झरेमा कहिले सुख पाउने होला यो गोठाले जीवनमा सधैँतिर पर्छ यो गोठाले जीवनमा सधैँतिर पर्छ यो चाहिँ भेडी गोठ बाहिर पानी परिरहेछ अझै पनि यहाँ कसरी बाइक पनि आएछ खासै बाटो चाहिँ थियो होइन साथीले लिएर आउनु भएको छ हाम्रो नानीज्यूलाई चाहिँ यहाँ यसरी पोको पारेर राख्नुपर्छ यहाँ छ जाडोले अनि माथि फुल टिप्न जानुभएको टोली चाहिँ अझै आइपुग्नु भएको छैन अनि फुल टिपेर आएपछि अनि त्यहाँ बसेको ठाउँमा त्यहाँ के हुन्छ अरे त्यसै अहिले हेर्ने छ चाहिँ र हामी चाहिँ फर्स्टै जाडै भयो त्यो गोठमा थियो के अरे आगो अनि त्यहाँबाट आगो लिएर आएर अब यो गोठमा बस्ने अर्को थाल ल्याउनु न माथि जाँदा
धन्यवाद हजुरलाई। तर यसमा दही छिट्यो नि लाइटर मले हाल्यो है बुझिमा आगोले चट्टीको देखायो। कस्तो लाग्यो? त्यहाँभित्र छिराइदिनु भयो। भयो नि यो चाहिँ माथिबाट लिएर आएको फुल। यो कानमा लगाएको यो फुल छ नि यो फुल नै भनौँ यसलाई कस्तो महँगो बसाउने के लौ यहाँ आइसकेको साँच्चै साली तिमीलाई मैले छोड्दै खाने कारो रस धन्यवाद। यो गोठ कसको हो? उहाँले चाहिँ एकदम पुण्यको काम गर्नुभयो हो नि यस्तोमा है। साइली माइलीको गोठ हो के? साइली माइली ए हो ए साइली माइलीहरुको गोठ हो यो हैन बारे हो के? अर्को बसन्ती कसको पो भन्दै म उहाँको त अर्को त यो अस्ति म आएर बनाएको छ रे साइली माइली। ए ओके ल साइली माइलीको जय होस्। ल बवाल छ धामी यति खायो भने यहाँको सबै दुःख सुख यो छ नि जो खुसी छ। ल हाम्रो सबैले पनि खाँदै हुनुहुन्छ यहाँको भैँसीको हो कि गाईको सबको होला दही भयो होला बराबर। कति बाक्लो झरिरहेको छ ओ हेलो के हो साथी?
ल समग्रमा यही नै थियो आजको पूजा हामी फोहोर मात्र होइन सफा नै गर्छौँ होइन बहिनी सबैले अब सकियो सफा गर्दै हुनुहुन्छ अब चाहिँ हामी लाग्यौँ तल आइको गीत गाउनु न दिदी आइको गीत आमाको गीतै साह्रै चिर पर्यो अर्को साइडमा जहाँ लगाइदिनु भयो टोपीमा कोच्दैन हुन्छ टोपीमा यसो देवी देवालीको उहरू मन्त्रहरू अलिअलि गर्नुपर्छ फुल्ती नै आको हो सरार बग्यो गण्डकी सँगै त्यो कता गयो नि भाइ एकछिन है यो पनि मिल्दैन यो कता हैकन छ ल ल यो कता त कै हो आउन त कै हो मर्छु भनी यो के गर्छ ल आमा हजुरले गाउनु त मैले नि गाउँछु मैले पर्खे यो काटिदिनु है अझ यहाँ नि मैले गाइदिउँ ल ल लाउन त लकै हो लाउन त लकै हो मर्छु भनी फुल टिप्नै आको हो गलकतमा बग्यो दरमा सँगै जीवन बिताउने बेलामा छुटी डोरैछ करीमा पानी माथि सुहालित यानी माया दुदै माथि तो Hai.
के पाथी माया बहिनीसँग भेटै भयो मार्छु मनको लर मायाले पाथी चराइ र के माग्ने त बर माया कामग्रा ढुङ्गा त्यहाँबाट खिच्छन् पारी हेर्नु न ऊ पारी गएको छ नि खोला पानी अगुल्टो आउँदो रहेछ है पानी पर्दा त पछि भयो आएपछि बन्द आयो नि अति ठुलो कुडी राख ल जल्यो ल हाम्रो राको जल्यो हाम्रो आमाले राको बाल्नुभयो हुनुहुन्छ हाम्रो आमा त्यो त दाँत मात्र टल्के मेरो दाँत टल्के आमाको त अनुहारै टल्के नि हाम्रो आमाले बालेको राको कति बेला कहाँबाट राको आउँछ थाहै हुँदो रहेछ आमा यस्तो किन गरेको नि पहिला जिजु बाजुको पालाबाट हो यस्तो बनाएको के हुन्छ नि यो गर्यो भने राक्सो दपाउने राक्सो दबाउने के हो नि राक्सो भनेको राक्सो के राक्सो राक्सो यति गर्छ राक्सो भाग्यो है भाग्छ आज त भाग्छ पर्सिको 3 दिन बाट 3 गते ऊ एउटा आज एउटा ए अनि अब आजको 3 दिनमा फेरि पूजा हुन्छ झाँक्री धेरै नाच्छ है धेरै नाच्छ हजुर नाच्नु न झाँक्रीहरू नाच्छ के ए झाँक्रीहरू नाच्छ झाँक्रीहरू नानी
यो पनि मेरो नानी हो नि यसको नाम नि नानु हो नि हेलो ल समग्रमा आजको दिन सकियो आज धेरै नै नयाँ कुराहरू एक्सप्लोर गर्न पाएँ त्यो माथि भूमि पूजा अनि यस्तै धेरै कुराहरू जस रमाइलो भयो अनि एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ आज बाटोमा साथीले नि मलाई भनेको थियो जस्तै यो दिउँसभरि हुन त भिडियोमा नि देख्नुभयो होला कति पानी परेको थियो हुस्सु लगाएको थियो अनि त्यो साथीले भन्थे अहिले यस्तो भयो भने अहिले रागो फाल्ने बेलामा सबै छङ्ग हुन्छ भनेको थियो नन्दै पनि ठ्याक्कै राग फाल्ने बेलामा सबै मौसम क्लियर थियो अनि अहिले सबै फालेर भ्याइयो एकछिनपछि अहिले सिम पानी पर्न लाग्छ अनि पर्सि झाँक्री पूजाको दिन पनि त्यही हुन्छ अरे जति पानी परे पनि त्यो दिन चाहिँ पर्दैन भन्ने चाहिँ किम्वदन्ती जस्तै आज पनि त्यस्तै नै भयो अनि सबै कुराहरू ठिक छ म यहीँ छु हाम्रो दाइ दिदीहरूको घरमै छु दाइ सबै दिदीले एकदम मजाको ट्रिट गर्नुपर्छ मजा आउँछ है त